Hey guys, what's up and welcome back to the channel MBK Pictures. So guys, तपाईं यदि सोशल मिडियामा एक्टिभ हुनुहुन्छ र तपाईं स्पेशली इन्स्टाग्राम युज गर्नुहुन्छ भने आजभोलि एकदमै ट्रेन्डमा रहेको प्रकारका इमेजहरु तपाईले देख्नु भएको होला। आज म तपाईलाई सिकाउन गइरहेको छु यस प्रकारको इमेज तपाईले कसरी बनाउन सक्नुहुनेछ। सो बेसिकली यसलाई गिब्ली आर्ट भनेर भनिन्छ। सो तपाईको यो नर्मल फोटोलाई एनिमेटेड कार्टुन टाइपको फोटो बनाएर दिनेछ। सो म तपाईलाई आज फ्रीमा सिकाउने छु। आफ्नै तपाईले फोनबाट नि फ्रीमा कसरी बनाउन सक्नुहुन्छ भन्ने सिकाउन गइरहेको छु। सो तपाईले यस प्रकारका इमेजेस ChatGPT-बाट बनाउन सक्नुहुन्छ। यसको सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ र यसको सब्स्क्रिप्सन एकदमै महँगो रहेको छ। सो म तपाईलाई आज फ्रीमा सिकाउने छु। आफ्नै तपाईले फोनबाट नि फ्रीमा कसरी बनाउन सक्नुहुन्छ भन्ने सिकाउन गइरहेको छु। आउनुस् म तपाईलाई मोबाइलको स्क्रिनमा गएर देखाउने छु। आउनुस् अब मोबाइलको स्क्रिनमा जाऊ। सो गाइस तपाईले यस प्रकारका इमेजेसहरु बनाउनको लागि एउटा एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ जुन एप्लिकेसनको नाम हो ट्विटर। सो ट्विटर पहिला ट्विटरको नामबाट थियो, अहिले ट्विटरको नाम चेन्ज भएर अहिले एक्स रहेको छ। सो तपाईले प्ले स्टोर अथवा एप स्टोरमा गएर तपाईले इजिली डाउनलोड गर्न सक्नुहुन्छ। म यहाँनिर एप स्टोरमा आएको छु। एप स्टोरमा आइसकेपछि मैले यहाँ सर्च गर्नेछु, एक्स लेखेर सर्च गर्नेछु सिम्पली। अनि पछि यहाँनिर देख्न सक्नुहुन्छ एक्स मसँग अलरेडी डाउनलोड छ, तपाईले इन्स्टल गर्नुपर्ने हुन्छ। सो यहाँनिर मैले ओपन गर्नेछु। ओपन गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ तल थर्ड नम्बरमा ग्रोक लेखेको छ, यसमा क्लिक गर्नु होला तपाईले सिम्पली। अनि पछि यहाँनिर देख्न सक्नुहुन्छ थोरै माथि यो आइकनमा क्लिक गर्नु होला। अनि पछि फोटो सिलेक्ट गर्नु होला तपाईको मन पर्ने फोटो जुन हो। फर एक्जाम्पल मैले यो फोटोलाई सिलेक्ट गरेको छु। यहाँनिर तपाईले सिम्पली यहाँनिर प्रम्प्ट लेख्नु पर्ने हुन्छ, कन्भर्ट दिस इमेज इन्टु गिब्ली आर्ट भनेर लेख्नु पर्ने हुन्छ। यहाँनिर यति लेखिसकेपछि सिम्पल तपाईले सेन्ड गरिदिनु होला। मात्र 2 मिनेट लाग्नेछ। थोरै समय लिइसकेपछि देख्न सक्नुहुन्छ यहाँनिर यो कन्भर्ट भइसकेको छ। देख्न सक्नुहुन्छ कति राम्रो बनाइसकेको छ। पहिले यसलाई डाउनलोड गर्नको लागि लङ प्रेस गर्नु होला। लङ प्रेस गरिसकेपछि यसलाई तपाईले सेभ इमेज गर्नु होला। गाइस तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने अवश्य लाइक गरिदिनु होला भिडियोलाई, अनि शेयर गर्न पनि नभुल्नु होला। सो आजको लागि यति नै, फेरि भेटौँला नयाँ भिडियोको साथमा।